सर्वसाधारणका लागि लगातार 3वटा कम्पनीको आइपिओ आउँदै फर्स्टमा रहेको छ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड। कम्पनीले यही माघ 18 गतेदेखि प्रतिकिता ₹100 दरले 5,72,431 किता आइपिओ निष्कासन गर्दैछ र यसमा तपाईँले न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुन्छ र यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपिओ भर्ने अन्तिम मिति माघ 21 गते तोकिएको छ र सेकेन्डमा रहेको छ होटल फरेस्टिन लिमिटेड। होटल फरेस्टिन लिमिटेडले माघ 22 गतेदेखि तपाईँ हामी जस्तै सर्वसाधारणका लागि कुल 33,20,000 किता आइपिओ निष्कासन गर्दैछ र यसमा तपाईँले न्यूनतम 10 कितादेखि अधिकतम 2 लाख कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुन्छ र यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ र होटल फरेस्टिन लिमिटेडको आइपिओ भर्ने अन्तिम मिति माघ 26 गते तोकिएको छ। र थर्डमा रहेको छ रिजलाइन इनर्जी लिमिटेड। रिजलाइन इनर्जी लिमिटेडले यही माघ 28 गतेदेखि तपाईँ हामी जस्तै सर्वसाधारणका लागि प्रतिकिता ₹100 का दरले 11,80,260 किता आइपिओ निष्कासन गर्दैछ र यसमा तपाईँले न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुन्छ र यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ र रिजलाइन इनर्जीको आइपिओ भर्ने अन्तिम मिति फागुन 4 गते तोकिएको छ। तपाईँले यी सबै आइपिओहरू चाहिँ मेरो सेयर एपबाट चाहिँ अप्लाई गर्न सक्नुहुन्छ है त।